बालिनको 1 वर्षको राजनीति खतम कि ओलीको जिन्दगीभरि राजनीति खतम। म जान्छु त्यहाँ, म हेटौँडाको मान्छे, त्यहाँ बालिनले जरकाटा राख्यो भने म त्यहाँ गएर जे पनि प्रचार गरेर आउँछु। म बालिनलाई जिताएर फर्किन पाइने भने आउँदिनँ हेटौँडामा। वादा बालेलाई जिताएर फर्किने न त आउँदैन। ओलीले जित्यो भने आउँदैन। म बरु त्यहाँबाट हिँड्ने पस्छु कि मर्छु। केपी ओलीले जित्यो भने जित्यो भने म त्यहाँबाट हिँड्ने जान्छु कि म हो र? कति वर्ष हुनुभयो? कति वर्ष पुग्नुभयो? म 1 साल मुछिरिया कतेको 82 सालमा हिँड्दैछु। शेरबहादुर प्रधानमन्त्री भयो भने के हुन्छ त बुवा? वो शेरबहादुर अब त्यो कुकुर कुर्दायो अति मात्रै कुट्यो। पार्टीले खतम पारियो। के शेरबहादुरको कुरा के गर्ने? आज त्यो पार्टीका गुन्डाले दबाएर चाहिँ वाइ गरेर पो त्यो ओलीलाई बाँकी राख्छन्।